नमस्कार। आज हामी नेपालको इतिहासमा एउटा यस्तो नामको गहिराईमा जाँदैछौँ जसलाई लिएर सधैँ चर्चा हुन्छ, जङ्गबहादुर राणा। ओहो, जङ्गबहादुर। उनको जीवन र शासनकाल दुवै निकै रोचक अनि जटिल पनि छ। हामीसँग उनको जीवनीसँग सम्बन्धित केही जानकारीहरू छन्। आजको हाम्रो यो कुराकानीमा हामी उनको उदय, शासन अनि नेपालमा परेको उनको छापबारे अलि गहिरिएर हेर्ने प्रयास गरौँला। पक्कै पनि। सुरु गरौँ उनको बाल्यकालबाटै। वीर नरसिंह कुँवरबाट जङ्गबहादुर बन्नु अघिको कथा। वीर नरसिंह कुँवर उनको सक्कली नाम है? हो। जन्म चाहिँ 18 जुन 1817, मतलब 4 असार 1874 बीएस मा काठमाडौँमा। अनि परिवार कस्तो पृष्ठभूमि थियो उनको? बुवा बालनरसिंह कुँवर उहाँ फौजी अधिकृत हुनुहुन्थ्यो। आमा गणेश कुमारी थापा उहाँ चाहिँ शक्तिशाली थापा खलक्की भीमसेन थापाकी भतिजी। ए, भनेपछि दरबारसँग नजिकको सम्बन्ध त रहेछ नि। थापा परिवारको प्रभाव त थियो नै। सम्बन्ध थियो। सैनिक अभिजात परिवार भनौँ न, तर सिधै राजपरिवारका चाहिँ होइनन्। दरबार र सेनामा सेवा त गर्थे, तर शक्ति केन्द्रमा निर्णायक थिएनन् सुरुमा। उनी आफै भने निकै महत्त्वाकांक्षी थिए। र ती महत्त्वाकांक्षाले उनलाई शक्तिको शिखरमा पुर्यायो, खास गरी त्यो कोत पर्व मार्फत, होइन? 1846 को घटना हो। कोत पर्व। त्यो समय नेपालमा असाध्यै राजनीतिक अस्थिरता थियो। दरबारभित्र गुटबन्दी, रानी र युवराज पक्षधर बीच खिचातानी, भारदारहरू बीचको लडाईँ चरममा थियो। यस्तैमा गगन सिंहको हत्या भयो। 14 सेप्टेम्बर 1846 मा। जनरल गगन सिंह निकै शक्तिशाली थिए। उनको रहस्यमय हत्या भयो। अनि यसैको छानबिन गर्न भनेर कोत, मतलब त्यो हतियारखाना परिसरमा भारदारहरूको भेला बोलाइयो। जुन भेला नै नरसंहारमा बदलियो। यसमा जङ्गबहादुरको भूमिका कस्तो थियो? योजनाबद्ध नै थियो कि परिस्थितिले मात्रै त्यस्तो भयो? धेरै स्रोतहरूले त यसलाई जङ्गबहादुर र उनका भाइहरूले नै रचेको एकदमै सुनियोजित षड्यन्त्र भन्छन्। त्यो अस्तव्यस्तता र भद्रघोलको फाइदा उठाएर उनीहरूले आफ्ना मुख्य राजनीतिक प्रतिस्पर्धीहरूलाई सखाप पारे। कसलाई? तत्कालीन प्रधानमन्त्री फत्तेजङ शाह लगायत दर्जनौं उच्च पदस्थ भारदारहरू मारिए त्यहाँ। अनि सेनाको ठूलो हिस्सा त जङ्गबहादुरप्रति पहिलेदेखि नै वफादार थियो। ए, सेनाको समर्थन पाएपछि त? हो। त्यही बलमा उनले तत्कालै आफूलाई प्रधानमन्त्री र प्रधान सेनापति घोषणा गरे। यो एकदमै निर्मम तर शक्ति हत्याउनका लागि निर्णायक कदम थियो। शक्ति त आयो, तर त्यसलाई टिकाउन र संस्थागत गर्न के गरे त उनले? राणा शासनको जग कसरी बसाले? सबभन्दा पहिले त उनले आफ्ना सम्भावित विरोधी वा चुनौती सबैलाई हटाए। यहाँसम्म कि रानी राज्यलक्ष्मी र राजा राजेन्द्रलाई नै 1848 मा देश निकाला गरियो। राजालाई नै देश निकाला? हो। अनि युवराज सुरेन्द्रलाई नाम मात्रको राजा बनाइयो। त्यसपछि सबैभन्दा ठूलो कदम प्रधानमन्त्री पदलाई वंशानुगत बनाए। आफ्नो परिवार, मतलब राणा वंशमा मात्र सीमित हुने गरी। ए, त्यहीँबाट सुरु भयो 104 वर्ष राणा शासन। हो, त्यहीँबाट शाहराजाहरू आलङ्कारिक भए। वास्तविक सत्ता चाहिँ राणा प्रधानमन्त्रीहरूको हातमा आयो। शक्ति कन्सोलिडेट गरिसकेपछि उनको ध्यान अन्त पनि गयो, जस्तो कि युरोप भ्रमण। त्यो त निकै अनौठो कुरा थियो होला है त्यति बेला? एकदमै अनौठो। 1850 मा उनी युरोप गए। बेलायत, फ्रान्स। उनी यसो गर्ने पहिलो नेपाली शासक मात्रै होइनन्, सायद दक्षिण एसियाकै पहिलो शासक थिए। किन गएका थिए खासमा? उद्देश्य थियो ब्रिटिस लगायत युरोपेली शक्तिहरूलाई नजिकबाट बुझ्ने, उनीहरूसँग सिधा सम्बन्ध बनाउने। उनीहरूको शासन प्रणाली, सेना, कानून, विकास देखेर उनी निकै प्रभावित भए रे। महारानी भिक्टोरियासँग पनि भेटे भन्छन् नि? हो, महारानी भिक्टोरिया अनि फ्रान्समा नेपोलियन तृतीयसँग पनि भेटे। यसले उनलाई अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिबारे नयाँ सोच दियो। उनी त्यहाँबाट फर्किँदा दिमागमा धेरै सुधारका योजनाहरू थिए। र त्यसको असर नेपालमा कसरी देखियो? मुलुकी ऐन यसैसँग जोडिएको हो? पक्कै पनि। फर्के लगतै उनले सुधार थाले र सबैभन्दा महत्त्वपूर्ण उपलब्धि भनेकै 1854 को मुलुकी ऐन हो। यो नेपालको पहिलो लिखित एकीकृत कानून संहिता थियो। यसले के परिवर्तन ल्यायो त?
यसले धेरै कुरालाई व्यवस्थित गर्न खोज्यो। एकातिर त यसले परम्परागत हिन्दू सामाजिक मान्यता जातपातको व्यवस्थालाई नै लिखित रूप दियो, तर अर्कोतिर पश्चिमी प्रभावमा परेर अपराध अनुसारको सजाय तोक्ने, अड्डा अदालतको प्रक्रिया व्यवस्थित गर्ने जस्ता कुरा पनि थिए। कानुनको शासन लागू गर्ने एउटा प्रयास थियो भनौँ न। तर जात अनुसार फरक सजाय पनि त थियो रे नि। यो कस्तो किसिमको सुधार भयो? हो, त्यो विरोधाभास छ। यसले देखाउँछ कि जङ्गबहादुर कति व्यवहारिक थिए। उनले समाजको बनोटलाई एकैचोटि भत्काउन चाहेनन्, बरु त्यही संरचनाभित्र रहेर आफ्नो नियन्त्रण स्थापित गर्न खोजे। मतलब सुधार पनि गर्ने, तर आफ्नो शक्ति र परम्परागत सामाजिक संरचनालाई असर नपर्ने गरी। अलि नियन्त्रणमुखी सुधार भन्न मिल्छ। कानुन बाहेक अरू क्षेत्रमा नि, जस्तो विदेश सम्बन्ध, खास गरी ब्रिटिसहरूसँग? त्यो त उनको नीतिको मुख्य अङ्ग नै थियो। ब्रिटिस भारतसँग राम्रो तर सन्तुलित सम्बन्ध राख्ने। उनले चलाखीपूर्ण कूटनीति अपनाए। जस्तो कि 1897 को सिपाही विद्रोहमा सघाएको कुरा? हो, त्यो महत्त्वपूर्ण थियो। भारतमा विद्रोह हुँदा उनले ब्रिटिसलाई सेना पठाएर सहयोग गरे। यसले ब्रिटिसको ठूलो विश्वास जित्यो। बदलामा नेपालले गुमाएको केही तराईको भूभाग, जसलाई नयाँ मुलुक भनिन्छ, त्यो फिर्ता पायो। अनि यसले नेपाललाई उपनिवेश हुनबाट जोगाउन पनि मद्दत गर्यो होला है? धेरै विश्लेषकहरू त्यही भन्छन्। त्यो गठबन्धन र कूटनीतिक सन्तुलनले गर्दा नै ब्रिटिसहरूले नेपाललाई सिधा हस्तक्षेप गरेनन् भन्ने मानिन्छ। यति धेरै काम गर्दा गर्दै पनि उनको शासनलाई निरङ्कुश र अलि दमनकारी पनि त भनिन्छ नि। हो, त्यो पक्ष पनि सत्य हो। शक्ति पाएपछि उनले भव्य दरबारहरू बनाए, एकदम विलासी जीवनशैली अपनाए, आफ्नो परिवारको शक्ति एकदमै बढाए। अनि जनताको अवस्था, स्वतन्त्रता? त्यसमा चाहिँ कडा अंकुश थियो। राजनीतिक गतिविधि गर्न नपाइने, प्रेस स्वतन्त्रता थिएन, सङ्गठित हुन नपाइने, शिक्षा पनि एकदम सीमित मान्छेको पहुँचमा मात्रै थियो। शासन भनेको राणा परिवारको मात्रै थियो। सुधार त भयो, तर त्यो पारिवारिक निरङ्कुशताको खोलभित्र। अनि उनको अन्त्य कसरी भयो? 59 वर्षको उमेरमा 25 फेब्रुअरी 1877 पत्थरघट्टा दरबारमा उनको मृत्यु भयो। त्यसपछि उनका भाइ रणदीप सिंह प्रधानमन्त्री बने। तर उनले सुरु गरेको त्यो राणा शासन त लामो समय टिक्यो। हो नि, 1951 सम्म, 104 वर्ष। उनको जग निकै बलियो रहेछ। समग्रमा हेर्दा जङ्गबहादुर कस्ता शासक थिए त? एकदमै जटिल व्यक्तित्व देखियो। निर्मम शासक, दुवै रूप देखिन्छ। उनको मूल्याङ्कन साँच्चै नै सजिलो छैन। यो कुराकानीको अन्त्यमा एउटा प्रश्न मनमा आइरहन्छ। उनले ल्याएको त्यो मुलुकी ऐन, जसले हाम्रो परम्परागत सामाजिक कानुन र पश्चिमी अवधारणालाई मिसायो, त्यसको असर आजसम्म पनि हाम्रो समाजको सोच र संरचनामा कत्तिको गहिरो होला, यो अझै सोच्नुपर्ने कुरा हो।